मेरो जन्मबार त हो अरु महिना र कति पर्यो कहाँबाट सुरु गरौँ मैले सुरु त माङतिर गर्नु पर्यो ल तीनटा उडाल लगाइदिने टिको लगाउँदा अबिर त त्यसरी अबिर त यसरी लगाइदिने हुन्छ बुढी गाउँलो अब अर्को गाउँलो जोडेपछि हाम्रो निनी कति वर्ष पुग्नु भयो आज अब 1 कुन्टल भइस फेरि आउँदाखेरि बुहारी ल्याइहाल्छु भन्नु विदेशबाट ल्याएको कहाँ राख्ने हो गोठा साङ्ग्रो नि त ठुलो गोठा 57 कि 58 क्या आफू अलि सुनेरी भने त हुन्छ नि आफूले बोल्नु नबोल्नु भन्दाखेरि मिल्छ मिल्छ नि बाबुलाई भाइलाई मैले केही ल्याइदिएको छैन अब लो पुलिस बन्ने भनेको ठुलो पुलिस बन्ने सबैजना है धेरै पढ्ने यता फर्के के पुलिस बन्नु खोज्यो भन्छु भन्दिएको रहेन ल है मलाई धेरै बुझ्नु यो भान्जालाई पनि चेन्ज गर्न पर्यो ल चप्ला चप्पल हो मैले त सबै खालीको टाइम चाहिँ त्यहाँ गएर बुझ्नु त लारे अब नखले भन्छ छिट्टै मर्जी ल्याउनु होला भन्नु भोलि बनाउने भनेर बसेको थिएँ कि ठुला भयो ठिक्क हुन्छ यति ठुला गरे केही हुन्न ठिक्क हुन्छ हामीले खाली उठाइन्छ लौ मिची बिहान नगयो मलाई किन्नु दिने हो धेरै तिमीलाई त केही पनि दिन्न मेरो नानीलाई मिठाई ल्याइदियो लोलीपप ललिपप खान्छौ कि जुत्ता लाउँछौ नानी भन त होइन यो लाउँछौ कि ललिपप खान्छौ यो लाउने कि लोलीपप खाने नानीहरूले त लाउनेमा जो धेरै ध्यान हुन्छ कि खानीमा भन्ने भान्जाले वा खानी भन्थे भन्ने यो यसले छोप लाउने हो बाबुको मम्मीलाई मिलाइदिनु होला है देउरानी ल्यायो कि आज नानीको बर्थडे भनेर थाहा पाएर नानीलाई यहाँ ल्याउनु सानो नानीलाई नानी तिमीलाई चाहिँ टिकी लगाइदिन्छु तिम्रो बर्थडे कहिले हो मेरो नानीको बर्थडे कहिले हो गौदियो भयो पहिला लाउने कि मिठाई खाने यो लाउने कि मिठाई खाने भोलि जुस खान हुन्न नि लाएपछि ए नानीका त ठुला रहेछ नानीलाई हेर्नु न कस्तो रहेछ नारी पनि कोणल मायाको आफै लाउने कोणल मायाको छोराले त्यसलाई उ गरे हुन्छ कि त्यहाँ हल्का त्यो पखालेर फेरि हल्का खुम्चाइदियो हुन्छ कि पहिला अलिअलि खाने के गर्ने केटाहरूको नजिक नजिक ठिक्कको अहिले अब कति गरे पनि मासु खुवाउनु सकेको छैन मान्छेलाई त्यस्तो पनि त्यस्तो भएको छ त्यत्रो बच्चा त्यसै पनि नखाए जस्तो छ नखाए खाना त बिहान 2 चम्चा दिउँसो 2 चम्चा त कस्न मिल्छ यो सानो ठुलो बनाउनु मिल्दैन त्यस्तो सानो ठुलो बनाउनु भएर है पुडके दिन्छ